कुन्साङ छोइलिङ गुम्बामा विशेष पूजा कार्यक्रम आरम्भ, खेन्चेन रिन्पोछे साङ्गे लोदोएको भव्य स्वागत। नमस्कार दर्शक, हिजोदेखि कुन्साङ छोइलिङ गुम्बामा विशेष धार्मिक पूजा कार्यक्रम भव्य रूपमा आरम्भ भएको छ। यस अवसरमा खेन्चेन रिन्पोछे साङ्गे लोदोएको गुम्बामा आगमन भएको थियो। उहाँलाई गुम्बा कमिटी तथा धर्मगुरुहरूद्वारा परम्परागत विधि अनुसार भव्य स्वागत गरियो। रिन्पोछे गुम्बा परिसरमा प्रवेश गरेपछि उहाँलाई सम्मानका साथ रिसिभ गर्दै गुम्बाभित्र निर्माण गरिएको विशेष पण्डालतर्फ लगिएको थियो। पण्डालमा उहाँले पूजापाठ गर्नुभयो, जहाँ ठूलो संख्यामा उपस्थित भक्तजनहरूले उहाँबाट आशीर्वाद ग्रहण गरेको देख्न पाइयो। त्यसपश्चात विभिन्न लामा गुरुहरूद्वारा सामूहिक रूपमा पूजापाठ आरम्भ गरिएको थियो। पूजाका क्रममा गुम्बा परिसर पूरै आध्यात्मिक वातावरणले भरिएको देखिन्थ्यो। यस पूजा कार्यक्रमको सन्दर्भमा लामा गुरु निमा लामाले जानकारी दिँदै भन्नुभयो कि कुन्साङ छोइलिङ गुम्बाको 25औं वर्षको रजत जयन्ती सिल्भर जुब्लीको उपलक्ष्यमा गुम्बा कमिटी तथा भक्तजनहरूको संयुक्त आयोजनामा सोजोङ युनिको विशेष पूजा कार्यक्रम सञ्चालन गरिएको हो। उहाँका अनुसार 21 तारिखका दिन हुने मुख्य पूजामा आशीर्वाद ग्रहण गर्नका लागि सबै भक्तजनहरूलाई हार्दिक रूपमा उपस्थित हुन निमन्त्रण गरिएको छ। धार्मिक आस्था, शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। नसो हजुरको च्यानललाई सर्वप्रथम चाहिँ नमस्कार र साथसाथै आज यहाँ कुन्साङ छोइलिङ गुम्बाको 25औं वर्षको जुन रजत जयन्ती सिल्भर जुब्लीको उपलक्ष्यमा हामी खोकला कुन्साङ छोइलिङ गुम्बाका सम्पूर्ण सङ्घहरू भक्तजनहरूबाट जुन यो सोजोङ युनिको कार्यक्रम राखिरहेको छौँ र सबै ठाउँका सङ्घहरूलाई भक्तजनहरूलाई यो आउँदो जुन 21 तारिक आइतबारको दिन हजुरहरू सबै नै वाङ आशीर्वादको लागि सबै नै भागीदार भइदिनुहोस् र निमन्त्रण जनाउँदैछौँ र लसो टाफुलो थुजेसे।